मा पढाइसक्नुभयो अनि अब चाहिँ पिजिडब्ल्युपी एप्लाई गर्न खोज्दै हुनुहुन्छ तर तपाईँहरू चाहिँ पिजिडब्ल्युपी एप्लाई गर्दाखेरि चाहिँ मेडिकल चाहिन्छ कि चाहिँदैन भन्ने कुरामा कन्फ्युजनमा हुनुहुन्छ अथवा तपाईँहरू चाहिँ पिजिडब्ल्युपी एप्लाई गरेर हेल्थ रिलेटेड कोर्सेस गर्न चाहनुहुन्छ अथवा पछि तपाईँ चाहिँ हेल्थ केयरमा काम गर्न चाहनुहुन्छ अथवा एजुकेसन सेक्टर अथवा चाइल्ड केयरमा काम गर्न चाहनुहुन्छ भने मेक स्योर यु वाच दिस भिडियो। यो भिडियोमा चाहिँ म तपाईँहरूले मेडिकल गर्न पर्छ कि पर्दैन पिजिडब्ल्युपीको लागि अनि पहिला नेपालमा गरेको मेडिकल काम लाग्छ कि लाग्दैन भनेर क्लियर एक्सप्लेनेसन गर्नेवाला छु एज पर आइआरसिसी वेबसाइट। अब धेरैजनाको कन्फ्युजन चाहिँ के हुन्छ भने पुरानो मेडिकल काम गर्दैन नयाँ मेडिकल एप्लाई गर्न पर्ने हुन्छ अनि नयाँ मेडिकल गरेर चाहिँ पिजिडब्ल्युपी एप्लाई गर्न पर्ने भन्ने कुरा छ। एज पर आइआरसिसी वेबसाइट यो पब्लिक पोलिसीलाई चाहिँ एक्सटेन्ड गरिएको छ 2029 सम्म। सो तपाईँहरूले चाहिँ नेपालमा विदिन 5 इयर्समा मेडिकल गर्नुभएको छ भने यु डोन्ट निड टु नो अ न्यू मेडिकल फ्रम IRCC panel physician. You can use the same old medical and attach it with your PGWP application. त्यसले गर्दाखेरि चाहिँ तपाईहरुको वर्क परमिटमा चाहिँ नट अथराइज टु वर्क इन चाइल्ड केयर हेल्थ केयर भन्ने कन्डिसन आउँदैन। फ्युचरमा चाहिँ हेल्थ केयर रिलेटेड कोर्सेस र चाइल्ड केयर रिलेटेड कोर्सेसहरु पनि गर्न सक्नुहुन्छ अनि त्यही रिलेटेड काम पनि गर्न सक्नुहुन्छ। इफ यु हेभ एनी क्वेशन्स फिल फ्री टु कन्ट्याक्ट।